नमस् नमस्ते साथीहरू, अनि के छ खबर? म चाहिँ आज आइरहेको थियो यहाँबाट ग्यारेजमा टमटमहरू बनाउने ठुलो गाडी बनाउने ग्यारेजमा आइपुगिरहेको छु। यतापट्टि चाहिँ यहीँ मेरो टमटम छ, यहीँ मेकानिक यहाँ नै टमटम। यो चाहिँ हो मेरो टमटम। अलिकति चाहिँ गाडीको बोडीहरू पुरा हल्लिन थाल्यो र मैले चाहिँ बनाउनु लिइरहेको छु मेकानिकामा। मेकानिक भन्दैछ अरू 1-2 घन्टा चाहिँ म तेरो गाडी क्लियर पारिदिन्छु भन्दैछ। हेरौँ न, ल हुन्छ भनिदिएको छु मैले। कतिखेर के गर्छ भरेसम्म सकिदिन्छु तेरो गाडी भनेछ उसले। र पनि गाडीको चाहिँ सामान चाहिँ छेउछाउमा भेटिन्छ। यहाँ चाहिँ सामानहरू भेटिन्छ, सबै छेउमै छ गाडीको। अल एभ्रिथिङ भेटिँदो रहेछ यहाँ चाहिँ। र म चाहिँ अझै आइरहेको छु। अनि ठिक बिहान म चाहिँ तपाईँ 10 बजीखेर आएको। अर्को यहाँ सामान लिन जाँदैछ। ऊ त पर छेउको पनि हो यसको दोकान। यहाँबाट लडाइरहेछ यो गाडी चाहिँ। अवश्य त त्यस्तो खासै केही भएको त होइन। यो चाहिँ भिडियो मैले चाहिँ आज फास्ट युट्युब च्यानलमा बनाएको। आज फास्ट कस्तो के हुन्छ यो चाहिँ लाइक कमेन्ट गरेर भनिदिनु। मेन रोडको छेउमै हो दोकान चाहिँ। यो चाहिँ मेरो घर यी ओराङमै हो। र यो मेकानिक चाहिँ तपाईँको ढेकाजुलीको हो। यहाँ ओराङ छेउमा चाहिँ भाडा लिएर गाडी साडी सब थोक बनाउँछ यहाँ चाहिँ। यहाँनिर ट्र्याक साक यतै यो चाहिँ ट्र्याकहरू सब ट्र्याक साक सबै थोक बनाउँछ यहाँनिर ट्र्याक। यता यो फ्यान चाहिँ गर्मी भएर फ्यान लगाइदियो भन्नु साथीहरूले कि त्यो गाडी आज म घर बेलुकासम्म क्लियर पारिदिन्छु भन्दैछ। ल हुन्छ ठिक छ भन्ने मैले भनिदिएँ। यहाँ पनि यस्तै कस्तो आएको काम गर्दैछ त्यसमा लगाएर है। मैले पनि पुरा हेभी पारिदिनु गाडी, कोही जातै त्यस्तो नहोस्। मान्छे पनि चिने जानेकै हो। यता चाहिँ अर्कालाई पुरा गर्मी भइरहेको छ यहाँ हेरिदिनुहोस् त।